नमस्ते, म थमराज न्यौपाने, वडा सचिव एवं स्थानीय पञ्जीका अधिकारी फाल्गुनन्द गाउँपालिकामा छु। म आज विशेष गरी वडामा रहेर व्यक्तिगत घटना दर्तासँग सम्बन्धित धेरै समस्याहरू रहेका छन्। त्यस विषयमा एउटा सानो भिडियो क्लिप बनाउन चाहिरहेको छु। सबैभन्दा पहिले त व्यक्तिगत घटना दर्ता भनेको के हो भन्ने कुराहरू बुझ्नु पर्यो। व्यक्तिगत घटना दर्ता भनेको प्रत्येक व्यक्तिले जन्म, मृत्यु, बसाइसराई, विवाह र सम्बन्ध विच्छेद 5 वटा विषय व्यक्तिसँग घट्छ। त्यो घटेको घटनालाई वडा कार्यालयमा गएर अथवा आफ्नो स्थायी बसोबास रहेको वडामा गएर दर्ता गर्ने प्रक्रिया घटना दर्ता हो। घटना दर्ता किन गर्नुपर्छ भने एउटा कानुनी आधारहरू ल्याउन, राज्यको नीति निर्माण र योजना तर्जुमाको तथ्याङ्कहरूमा समाविष्ट हुन र सेवा प्राप्ति गर्ने कानुनी आधारहरूको लागि पनि त्यो विशेष गरी लिइन्छ। घटना दर्ताको लागि सूचकहरू कुन आवश्यकता पर्छ भन्ने विषयमा छ। योमा चाहिँ जन्म दर्ताको हकमा बुबा र आमा र निजको अनुपस्थितिमा 18 वर्ष पुगेका परिवारका सदस्यहरूबाट हुनेछ। मृत्यु दर्ता पनि निजको बुबा, आमा, छोरा, छोरी लगायत 18 वर्ष पुरा पुगेका परिवारका सदस्यहरूबाट हुनेछ। त्यसैगरी विवाह दर्ताको हकमा चाहिँ पति र पत्नी दुवै अनिवार्य आवश्यकता पर्नेछ र सम्बन्ध विच्छेदको हकमा सम्बन्ध विच्छेद भएको एकजना पुरुष अथवा महिला कुनै एकजना अनिवार्य आवश्यकता पर्दछ र बसाइसराईको लागि चाहिँ परिवारका 18 वर्ष पुगेका सदस्यहरूमध्येमा कुनै एकजना आवश्यकता पर्नेछ। र सबै प्रकारका घटनाहरू दर्ताहरू कहिले र कहाँ दर्ता गराउनु पर्दछ भन्ने विषय रहेको छ। यो चाहिँ व्यक्तिगत घटना घटेको स्थायी ठेगाना वडा कार्यालय वा घटना घटेको स्थानको स्थानीय पञ्जीकृत अधिकारीको कार्यालयमा 35 दिनभित्रमा अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ। विलम्ब दस्तुर 200 रुपियाँ दस्तुर तिरेर शुल्क तिरी पनि दर्ता गराउन सकिनेछ। जन्म, मृत्यु र बसाइसराई अन्य घटना 2033 सालभन्दा अगाडिका घटेका घटनाहरूको सकिन्छ कि सकिँदैन भन्ने क्वेसन रहेको छ। यो विषय त्योभन्दा अगाडिको घटना दर्ता गर्न सकिने छैन। वडा कार्यालयबाट वडा अध्यक्षबाट विवाह प्रमाणित गर्न अथवा जन्म प्रमाणितकरण गरेर काम गर्न सकिनेछ। सो सरहको नै मान्यता पाउनेछ। व्यक्तिगत घटना दर्ता किन सूचकको नागरिकता आवश्यकता किन पर्दछ भन्ने विषय, यो चाहिँ व्यक्तिगत घटना दर्तामा सूचकको मुख्य जिम्मेवारी रहन्छ। जिम्मेवारी हुनु पाएन उसको स्पष्ट परिचय, उमेर, प्रमाणका कुराहरू खोज्नको लागि पनि त्यसको अनिवार्य आवश्यकता पर्दछ। व्यक्तिगत घटना अभिलेख दर्ता कसरी प्रतिलिपि दिन सकिन्छ भन्ने कुरा छ। व्यक्तिगत घटना दर्ता फेला नपरेको वा स्पष्ट नभएको अवस्थामा घटनाको सूचना फारम वा प्रमाणपत्रहरू अन्यत्र कुनै निकायमा रहेका वा सो अभिलेख राखी प्रतिलिपि जारी गर्न सकिनेछ भन्ने कुराहरू छ। व्यक्तिगत घटना दर्ता स्थानीय तह वा वडा कार्यालयको दायित्व के रहन्छ, यो विषय महत्त्वपूर्ण रहेको छ। सबै प्रकारका व्यक्तिगत घटना दर्ता गराउँदा व्यक्तिलाई सूचनाहरूको फारम भर्न लगाउने, कागजपत्रहरू माग गरी रुजु गर्ने, नियमअनुसार घटना दर्ता गर्ने, अभिलेखहरू राख्ने, प्रमाणपत्रहरू जारी गर्ने दायित्व स्थानीय तह वडा कार्यालयलाई हुन्छ। स्थानीय तहले घटना घटेको महत्त्व, प्रक्रिया र विलम्ब शुल्कबारे पनि नागरिकले जानकारी दिनुपर्ने हुन्छ। व्यक्तिगत घटना दर्ता गर्ने सूचक वा व्यक्तिको कर्तव्य के रहन्छ भन्ने कुरा, व्यक्तिगत घटना गर्ने सूचकले फारम भरी दिएको विवरणहरू को रूपमा भर्ने र आवश्यक पेश गर्ने, 35 दिनभित्रमा घटना दर्ता गराउने, प्राप्त प्रमाणपत्रहरू भएका सही विवरण जाँच गरेर कामहरू गर्ने हुन्छ। झुट्टा विवरण दर्ता गरेमा के हुन्छ, कुनै पनि व्यक्तिले झुट्टा विवरण पेश गरेमा दर्ताको प्रमाणपत्र दिएको पाइएमा प्रमाणित ऐन अनुसार दफा 41 बमोजिम त्यसलाई कारबाही हुने व्यवस्था गरिएको छ। नेपालमा विदेशीहरूको घटना दर्ता कसरी गर्न सकिन्छ भन्ने विषय रहेको छ। नेपालमा विदेशी नागरिकहरूले नेपालमा घटेका वा व्यक्तिगत घटना दर्ता गर्नुपर्नेमा राहदानी वा राष्ट्रिय
खुल्ने कागजातहरू लगायत व्यक्तिगत घटना दर्ता का लागि आवश्यक अन्य कागजहरू छन् आफू बसोबास गरेको स्थानमा। नेपालमा कुटनीतिक नियोग वा मुलुकको नागरिकता भए त्यस्तो नियोगमा सिफारिस समेत दिन सक्नेछन् भन्ने कुराहरू छ। कुनै व्यक्तिको घटना दर्ता गर्दा पात्रोमा सो महिना नभएको दिन राखी घटना दर्ता भएमा के गर्ने? कुनै व्यक्तिको घटना दर्ता गर्न पात्रोमा सो व्यक्ति नभएको राखी घटना दर्ता भएको छ भने उक्त महिनाको अन्तिम दिन राखी प्रतिलिपि जारी दिन सक्नेछ। यदि त्यो दिन छैन भने त्यसलाई प्रतिलिपि दिएर पनि जारी गर्न सक्नेछ। घटना दर्ता गर्न आवश्यक कागजहरू के हुन्? जस्तो जन्म दर्ताको हकमा छ भने बुबा र आमाको नागरिकताको प्रतिलिपि अनिवार्य आवश्यकता पर्दछ। सूचकको नागरिकताको प्रतिलिपि आवश्यकता पर्दछ। सम्भव छ भने अस्पतालहरूमा जन्म भएको छ भने अस्पतालहरूको पनि तपाईहरुको प्रतिवेदनहरू जन्म प्रतिवेदनहरू दिन सक्नुहुन्छ। खोप कार्डहरू छ भने पनि दिन सक्नुहुन्छ। बुबा आमा विपत्ता भएको भए त्यसको प्रहरी प्रतिवेदनहरू सरजमिन मुचुल्काहरू दिनुपर्ने हुन्छ। थप वडा सरजमिन मुचुल्काहरू पनि हुनुपर्ने आवश्यकता हुन सक्छ। जन्मदातामा बाबु र आमाको विवाह दर्ता चाहिन्छ कि चाहिँदैन भन्ने विषय रहेको छ। बालबालिकाको जन्म दर्ता गर्नको लागि बुबा र आमाको विवाह दर्ता चाहिँ अनिवार्य आवश्यकता चाहिँ हुँदैन। स्वत बदर हुने विवाहको परिणामबाट जन्मिएका बच्चाको दर्ता जन्मदाता कसरी गर्ने भन्ने विषय रहेको छ। स्वत बदर हुने भनेको हाड नाताकरणीका विषयहरू होला हैन, लगायत बहुविवाहका विषयहरू होला। बदर योग्य स्वत बदर हुने विवाहको परिणामबाट बच्चा जन्मिसकेको अवस्थामा बुबा आमाको दुवैको उपस्थितिमा आधिकारिक सूचनाको अनुसार जन्मदाता हुन सक्नेछ। जन्मदाताको लागि चाहिँ रोकटोक केही पनि गरेको छैन। एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा बच्चाको जन्मको बखत कायम रहेको आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गर्न सकिनेछ।